हेलो एभ्रिवान, दर्शक नमस्ते है। र आज हामी वडा कार्यालयतिर छौँ। यहाँको भ्यूज हेर्नुहोस्। साथमा उहाँ मेरो भाइ हुनुहुन्छ। अनि आज डुल्दै घुम्दै गर्दा हामी यस ठाउँमा आइपुगेका छौँ। यहाँनिर पछि देखिने हाम्रो वडा कार्यालय हो, अझै बन्दैछ माथिल्लो भाग। र यहाँ पछाडिको भ्यू हेर्नुस्, जहाँ मेरो घर हो। र आज मौसम अलिक भिन्नै खालको छ। माथि डाँडा डाँडा लेकमा चाहिँ पुरै कुहिरो झुन्डिरहेको छ। र यहाँनिर हेर्नुस्, यहाँ कोट खड्ग मन्दिर, सायद खड्ग मन्दिर भन्छ यसलाई। यो कोट पनि हो। यहाँ दसैँतिर पूजाआजा गरिन्छ। र यो पुरानो स्कुल भवन पनि हो यहाँनिर। र यहाँबाट म तपाईहरुलाई पारीको टाढा टाढाको भ्यू देखाउने छु। ल हेर्नुस् है। अहिलेको समयमा धेरै कुराहरूको यहाँ परिवर्तन भएको छ। ल हेर्नुस्, पारीको सिन। हेर्नुस् है, म तपाईहरुलाई जुम गरेर देखाउँछु। म जाने एक अग्लुङमा पर्ने त्यो छहरा खोला र पारीको गाउँ। हामी यहाँ माथिबाट घुमेर जाने हो। यो पुरै बाटो घुमेर चाहिँ हामी हाम्रो घरसम्म। यो माथि त्यो ढिक परि सैरे भन्छ, त्यो सैरेको बाटो हुँदै हामी यहाँ तल झर्ने हो। यहाँनिर हेर्नुस् है, गाउँको त्यो डोरेटो बाटो। अनि यो चाहिँ तल यता गडेरी गाउँ, त्यो पारीको ढिक देखिने चाहिँ 8 नम्बर वडा। र माथि माथि लेकमा त्यो बस्तीहरू हेर्नुहोस्, कति रमणीय ठाउँ छ। थ्याङ्क यू।